मात्र 1 करोड सर किन्नु यो घर राम्रो छ राम्रो घर छ सर गो हेलिकप्टर ब्रेक कर फेलरडेललाई म खर्च गरेर आउँछु राम्रो 3टा बेड छ एउटा किचन अब हामीले के गर्ने यार अब त पुलिसले बगिन्छ पक्का म सोच्छु हामी के गर्ने तिम्रो गाडीमा बस्छ हिँडिहाल भागिहाल्नुपर्छ यहाँबाट छिटो केटा हो यिनीहरूले त यो गाडीको टायरमा हानिसकेन् टायर पम्चर भइसक्यो केटा हो राम्ररी बसाए अब एक्सिडेन्ट पनि हुनसक्छ भाग्नुपर्छ हामीहरू आज हामीहरू जेल बसेको 2 वर्ष भइसक्यो र आज हामीहरू रिहाई हुने दिन हो हामीलाई इन्साफ चाहिन्छ केटा हो म पखमा इन्सपेक्टरसँग बोलेर आउँछु सर अब हामीहरू जान सक्छौँ त्यो घर बेच्ने मान्छेसँग अब कुराकानी गर्छु म